हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। आज चाहिँ हामी टरीमा रहेको भाटबटी गयौँ। भाटबटी गएर नानीहरूलाई हामीले खेलायौँ। नानी चाहिँ अघिदेखि गइरहेको थियौँ, भाइ चाहिँ गएको थिएन। त्यही भाइ चाहिँ एकदम डराइरहेको थियो। अनि दिदी भाइ खेल्यौँ। त्यही पनि दिदीलाई बोलाउँदै भाइले खेल्यो। दिदी खेल्नको लागि व्यस्त हुनुहुन्छ, घरि कता कुद्नुहुन्छ, घरि कता कुद्नुहुन्छ। दिदीभाइ खेल्दैछन् यहाँ। दिदीभाइ सँगसँगै हामी आमाहरू पनि रमाउँदैछौँ। अनि भाइले गाडी कुदाउँछ, दिदीले पनि गाडी कुदाउनुहुन्छ। अब यहाँ उफ्रिने ठाउँमा भाइ यति डराउँदैन, भाइको लागि गर्छ। जबरजस्ती भए पनि मैले उफार्छु। अनि दिदीलाई पनि बोलाएर लिएर उफारेँ अनि मैले पनि उफारेँ। अनि त्यो भित्तामा हामी